सबै टिकटकबाट आएको है सबै टिकटकबाट ल केटा वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ म भर्खर उठेको 12-1 बजिसक्यो अनि आज चाहिँ Q&A गरौँ भनेको तर म ढिलो पनि उठेँ। आज चाहिँ म बाहिर पनि जान्छ क्या, सँगसँगै मलाई लिन आउँदैछ। अनि आज चाहिँ म अब नुहाउनु पर्ने हुन्छ, नुहाउँ कि ननुहाउँ भइरहेछ क्या। अनि नुहाउँ कि ननुहाउँ भइरहेछ, त्यही भएर अब हामीले एउटा गेम खेल्नुपर्ने हुन्छ यहाँ, गाँड फटुवा गेम। टक्क यो बेड चाहिँ छ, अब यसलाई चाहिँ म बन्दोबस्त गरिहालेर कति यसलाई चाहिँ हामीले 20 सेकेन्डमा बन्दोबस्त गर्नुपर्ने हुन्छ। अब त्यो गरिसकेर म नुहाउँ कि ननुहाउँ भनेको यहाँ देखिरहेको छैन बेड, देखाइ नै कडा हो। त्यहाँदेखि ठ्याक्कै 20 सेकेन्डमा है गाँड फटुवा ट्रिक। निजो अब यो 10-20 सेकेन्डमा पनि लागेन ल। अब चाहिँ म नुहाउँ कि ननुहाउँ भन्ने हुन्छ है, नुहाउँ कि ननुहाउँ भएर त्यसको लागि हामीले एउटा गेम खेल्नुपर्ने हुन्छ है केटा हो। यहाँ छ डिटोल साबुन है। अब यसलाई चाहिँ यो क्युआर पट्टि भयो भने नुहाउँदिन, यो डेटोलतिर भयो भने नुहाउँछु ल। अब म चाहिँ नुहाउनु पर्ने हुन्छ किनकि त्यहाँ डेटोलतिर भयो केटाहरूले पनि देखिसक्यो। सँगसँगै चाहिँ रेडी बस म तँलाई लिन आइहालेँ भन्दै थियो। अब नुहाउनु त परिहाल्यो, होइन कि ननुहाउनु भनेर थियो मेरो आफै, त्यही भएर म नुहाउनु पर्ने हुन्छ होइन। केटा अब चाहिँ म नुहाएर टक्कसँगले रेडी भइसकेर टक्क म एकचोटि अनि मात्र म भिडियो गर्नेवाला छु है। अब चाहिँ म नुहाएर सर रेडी हुनेवाला छु अनि सँगसँगै मलाई लिनु आउँछ अनि त्यही भएर म जानुपर्ने हुन्छ। अब चाहिँ नुहाउँ भनेको फेरि त्यो देखिसक्यो केटाहरूले त्यो गेम खेलेको, त्यहाँ गाँड फाटिसक्यो मेरो। अब गाँड फटुवा ट्रिक के गरौँ भनेर भर्खर 1 बजी भर्खर उठेको आम्मामा गाँड फाटिसकेको केटा हो है। ल त्यही केटा अब नुहाएर टक्कसँगले नास्ता पानी गरेर हामी चाहिँ रेडी भएर जानुपर्ने हुन्छ केटा हो। ल केटा हाम्रो चाहिँ गाँड मस्किसकेको छ यहाँ। एटिएमबाट गच्छा एटिएम पनि ननिक्ले, इटरीको इटरी पनि कुनै निक्लेन। अब हङकङ मार्केट जान आँटेको हाम्रो चाहिँ गाँड मस्किने जस्तो भइरहेको छ, ओर गऱ्यो। अब चाहिँ हामी एकछिनमा तपाईँहरूलाई भन्छौँ है, भयो भने भयो, भएन भने हामी केही जुगाड गर्नुपर्ने छ। हाम्रो गाँड मस्किसकेको छ अहिले। अब फाइनली केटा हाम्रो चाहिँ टिकटकबाट पैसा आइसकेको छ अनि यहाँ एटिएमबाट निक्लिसक्यो। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ, त्यो पैसाको पार्टी गर्नुपर्ने हुन्छ। भर्खर टिकटकबाट विड्र गरेको क्या त्यो पैसा चाहिँ कति होला भने चाहिँ लगभग 50,000 जस्तो होला। त्यही अब चाहिँ एटिएम बल्ल हङकङ मार्केटमा पायौँ। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ ल। अब हाम्रो आर्मी सरहरू हुँदो रहेछ ल। अब केटा हाम्रो चाहिँ अब चप्पल किन्ने कार्यक्रम भइरहेको छ यहाँ। पुर्के भाइको कपाल पनि धुलै आम्बो सबै कालो भिस्ने सेतो भएछ त धुलोले। चप्पल किन्ने कार्यक्रम भइरहेको छ यहाँ। खासै भएर आज इटरी पनि पुग्यो है, दसटा मात्रै आउनु खोजेको थियो खास गरी। होइन कस्तो धुलो चाहिँ उडेको हो आम्बो त्यतातिर। अब चाहिँ त्यही केटाको अब हामी चाहिँ यहाँदेखि चप्पल किनेर लागिदिनु पर्ने हुन्छ है। अनि आज चाहिँ ओभर गाँड मस्क्यो, टिकटकबाट आएको पैसा देखाइदियो त, भरे थम्ने पनि हालिदिइरहेको ट्याक्क। हाम्रो चाहिँ टिकटकबाट भर्खर विड्र गरेको पैसा है। टिकटकबाट विड्र गरेको पैसा हामीसँग कति छ भने देखाइदिएन ल। यो चाहिँ सबै टिकटकबाट आएको है, सबै टिकटकबाट आएको। त्यही छ होइन, मेहनत गर्नुपर्छ। युट्युबदेखि पनि आउँदैछ हाम्रो पैसा टन्ने होइन। 10,000 चाहिँ भएको छ, अब 50,000 पुगेको छ त्यो निकाल्ने। ल ल ल ल ल यही केटा आज चाहिँ हाम्रो टिकटकबाट नि विड्र भयो, अब युट्युबबाट नि हुन आँटेको छ। त्यही हो, तपाईँहरूले माया देखाइदिँदै गर्नु, सपोर्ट गर्दै गर्नु होइन। बुझ्नु के भन्न चाहन्छु? अब त्यही अब यहाँ टिकटकबाट निक्लेको पैसाले नै आज चप्पल पनि किन्न आएको। अनि हाम्रो सानो भाइ छ, के भन त भाइ? के भन नि मेरो ब्लगमा? मेरो भिडियो हेर्छौ?
छैन नि यही मात्रै रहेछ एउटा आन्टी त्यो छ कि ठुल्ठुलो साइजको मात्रै यही किन्न त अब नि यस्तो कलर त नि कति हुन्छ ल अब चाहिँ यही किन्नेवाला भयो कति भन्नु त आन्टी फुल डिस्काउन्टमा डिस्काउन्ट चाहिँ 700 रुपियाँ 750 पानी खाने ल अब चाहिँ हाम्रो यस्तै हुनेवाला छ इक्जाम चाहिँ सिद्धो अबे औ के गरेको हो दादा खै सरी भनेको दादालाई पिट्नु हुँदैन त्यसरी ला भाइले माया पनि गरिदिइसकेको छ ल किस पनि गरिदिइसकेको छ ल लामा ल थ्याङ्क यू भाइ कुन स्कुल पढ्छ ल मोडमा कस्तो हो र कतिमा एलकेजी हो न ल अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँबाट बाई हस् बाई अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँबाट कहाँ जान्छ त्यो त त्यो अब आज टिकटकबाट पैसा आयो केही भन्दै नि त हसल गर्नुपर्छ कि पर्दैन भन्दा पर्छ ल अब चाहिँ हामी जानुपर्ने हुन्छ ल केटा ल बाई ल केटा अब चाहिँ हामी भोइ खान जानुपर्ने हुन्छ हो किन भन्नु मलाई जुगा काटेको त कस्तो देख्यो अब चाहिँ म ज्याकेट लाउनुपर्ने हुन्छ घर गएर अब हामी भोइ खाने ठाउँमा गएछौँ ल केटाहरू बाई जुगा काटेर हेर त अनि दादा आज कस्तो देख्यो त्यो त पारा केटा हामी चाहिँ भोइ खाने ठाउँमा नसक्यौँ फेरि बच्चाको वान पिस हो है फेरि यो चाहिँ बच्चाको एकदम दामी ठाउँ भोइ खाने ठाउँ भनेको ल यस्तो छ सँगसँगै भएको हाल टाउको दुःख अब चाहिँ हामी अभित्र जानुपर्ने हुन्छ केटा अहिले चाहिँ हामी यहाँ भोइ खाने ठाउँमा आइसक्यौँ यो चाहिँ हेरि गच्छको यस्तो दामी ठाउँ छ नि यहाँको एम्बियन्सहरू सेम है कन्यामा आए जस्तो हुन्छ यहाँ केटा यहाँ हुन्छ यस्तो हो यहाँको एम्बियन्सहरू चाहिँ ल त्यही हो केटा अब चाहिँ हामी यहाँ घोगिसोगी अर्डर गर्नुपर्छ अनि बिहान चाहिँ म नुहाउँछु भनिरहेको थिएँ नि त तर म नुहाउनु पाइनँ किनकि यो मलाई लिन आइहालेको थियो म चाहिँ तर अहिले चाहिँ राति भए पनि नुहाएर आइसकेँ यहाँ नुहाएर आएको हो क्या खास गरी म भन्नुपर्दा अनि त्यही आजको दिन यस्तै भयो आज हाम्रो टिकटकबाट पनि पैसा आइसकेको थियो अलिअलि त्यसकै खुसियाले यहाँ पार्टी सार्टी पनि हानिदिइहालेको अब आज यो भ्लग आयो भने म भोलि चाहिँ क्युएनए हाल्नेवाला चाहिँ अर्को भिडियो चाहिँ मेरो क्युएनएको हुन्छ भोलि नत्र पछि जहिले भयो भने जो मेरो युट्युबमा पनि राम्रो रिभ्यूहरू आइरहेछ भनौँ न राम्रै भइरहेछ युट्युबको अब चाहिँ त्यही हो हाम्रो पारा यस्तै छ पारा अनि सबैले कालो भैँसी चाहिँ खोइ कालो भैँसी खोइ कालो भैँसी खोइ भन्दै थियो कालो भैँसीको चाहिँ अहिले अलिकति प्रब्लम भइरहेछ क्या अस्ति त्यसको ममले दिनुहुन्न क्या डेढ डुल्नु किनकि अस्ति हामी जे गर्छौँ त्यो चाहिँ अस्ति आन्टीले थाहा पाउनुभयो भने चाहिँ तर जे गरेको थियौँ त्यो थाहा पाउनुभयो क्या आन्टीले चाहिँ अब त्यो भन्नु हुँदैन क्यामेरा के गरेको थियौँ तर थाहा पाउनुभयो त्यही भएर चाहिँ अलिक त्यसलाई स्ट्रिक्ट गर्नुभएको छ भनौँ न मलाई चाहिँ सबैले बिचरा भनिदिन्छ कमेन्टमा ब्रेकअप भएर तर मेरो लागि चाहिँ बिचरा फिल गर्नु पर्दैन है केटा हो किनकि उसको लागि चाहिँ गर्नुपर्छ उसको त नाम पनि नलिउँ होइन किनकि एक्जिस्टै गर्दैन जस्तो हामीले सोच्नुपर्ने हुन्छ मेरो लागि चाहिँ बिचरा फिल गर्नै पर्दैन क्या केटा हो या तिमीले तिमीहरूले बनाऊ मोज गर किनकि म भनेको त यस्तै हो जहिले पनि मलाई कहिले टेन्सनै हुँदैन यस्तो कुराहरूमा ल त्यही केटा अब चाहिँ हाम्रो घोगिसोगी आएर हामी चाहिँ खाएर यहाँबाट चलिदिनु पर्ने हुन्छ ल ल केटा हाम्रो चाहिँ अहिले घोगी पनि आइसकेको छ यो चाहिँ एकदम स्पेसल घोगी हो है फेरि यो बच्चाको यस्तो हेर्नु हाम्रो यति ठिक छ क्या यसको रस नै त्यही भएर यो चाहिँ फेरि वान पिस हो क्या यो घोगी भनेको नेपालमै पाइँदैन यति मिठो घोगी पाइन्छ घोगी र माछामा त दुईवटा डिस मात्र हो त्यही पनि यस्तो स्पेसल छ नि ल टेस्ट गर्दा भाइ कस्तो छ अब चाहिँ हामीलाई टेस्ट गर्नुपर्ने हुन्छ है
जसुवा भन्दा हामीले इङ्ग्लिस बोल्नुपर्ने हुन्छ नि यसको चाहिँ म केही बयानै गर्न सक्दिनँ क्या यसको टेस्ट भनेको ओभरै यस्तो भयो भाँच्छ नि यहाँको टेस्ट ल त्यो केटा अब चाहिँ हामी धोइसकि खाइदिइसकेर यसलाई चाहिँ हामीले हल्का बन्दोबस्त गरेर खाइसकेर हामी चाहिँ अब घर जानुपर्ने हुन्छ एकछिनतिर अब एकछिन जाने बेलामा भेटौँ न अनि उसलाई चाहिँ हामीले सजाइदियो क्या पानी बाहिर निक्लेर त्यही भएर खाइदिनु पर्ने हुन्छ हामीले यस्तो चाहिँ पारा ल त्यही भएर होला बाई अब आजको भ्लग चाहिँ हाम्रो यतातिर इन हुन्छ है अब यस्तै भयो आज हाम्रो दिन इधर गयौँ विड्र गऱ्यौँ टिकागढाको पैसा अनि पार्टी सार्टी हाल्यो मैले चप्पल किन्यो सपिङ हल्का गऱ्यो अनि म चाहिँ नुहाइ पनि छ क्या आज फेरि मेरो स्पेसल भनेको आज चाहिँ म नुहाएँ क्या यो भ्लगमा स्पेसलै म नुहाएँ क्या ल अब त्यही हो किप वाचिङ है सबैले माया देखाइदिनु होला मेरो 1K सब्सक्राइबर पठाइदिनु मलाई धेरै खुसी लाग्यो मनबाट खुसी लाग्यो है मलाई सपोर्ट गर्ने यति धेरै हुँदो रहेछ ल जसले चाहिँ लास्ट राउन्ड भ्लग हेर्नुभयो कमेन्ट गर्नु होला मैले हेरेँ भनेर अनि म उहाँहरूलाई चाहिँ अलिकति फलोब्याक सबै दिनुपर्ने हुन्छ किनकि उहाँ भनेको मेरो ट्रु फ्यान्सहरू हो नि त ल बाइकेर हो आजको भ्लग चाहिँ यति नै कि लङ बनाऊँ कि सर्ट बनाऊँ भन्दा भाइ काटलाई अब यस्तै छ पारा हाम्रो चाहिँ यो डिनर सिनर पनि भइसकेको छ यहाँ है अब यो भ्लग चाहिँ लङ बनाऊँ कि सर्ट बनाऊँ म झुक्कियो नि त केटा हो अब के गरौँ भइरहेको छ नि त ठ्याक्कै 2 मिनटको बनाइदिनु ल सबैले यहाँ लाइभमा नि मान्छेहरू छ सबैको लाइभको मान्छेहरूले नि मेरो भ्लग आज 8 बजी आउँछ सबैले हेरिदिनु होला ल धन्यवाद केटा हो आजको लागि यति नै सी यु इन नेक्स्ट भ्लग है सी यु इन नेक्स्ट भ्लग बाई